अब त नम्बर छ भने फोन गरेर राम्रो मान्छे गरे पनि हुन्छ नि भन्छु विनोद त विशाल भन्छु त म एक सन्धि भयो नि त कहाँ गरौँ ल उसो गर्नुलाई मासु लिनु पुग्यो भने ल दुई तिन बोतल खानु ल दुई बोतल मैले वास्तै ल्याइहाल्छु अनि मस्तो खेल्दा है तिनजना भयो भने त्यही त त्यही भने क्या तिनजना भयो कि अथवा अहिले जाने छोरा उनीहरू फेरि तिनजना जानेहरू कि हुन्छ कि त्यो फेरि हुँदैन होला अब गइहाल्ने विशालले त्यही भने चाहिँ भन्न सकिने डटाको होइन विनोदलाई ल्याउन आयो विशाल जान्छ होला कि खै त्यो तिन नभए पनि हामी चाहिँ हामी तिनवटा बसौँला मस्त बसिन्छ आज जस्तै एक दुई किलो मासु लिएर आउने नि होइन चारजना भयो भने छोड्यो भने त पैसा पनि जोगिन्छ होइन पैसा जोगिन्छ आज त्यही हो टाइम मिलेन क्या हाम्रो मजा त आज हो अलिक पुरा आएन म तिनजना दाउरा तिरेर आएको नि म त कहिले जानु भने चाहिँ किन जानु होला खै बता भने म यताउता अलिक बता होइन ल विदेश आएको ल हुन्छ बाई त्यो होइन राज भाइ अवश्य